हामीहरु चाहिँ यो अहिले आमाको घर हाम्रो घरमा आएको छौँ। यहाँ मम्मीले फाड्दै हुनुहुन्छ, बाबाले त्यहाँ पनि मयूरी मन्दिर बनाउनलाई चाहिँ राख्दै हुनुहुन्छ। त्यहाँ चाहिँ सामानहरू छ, हाम्रो बाइकहरू अलि अगाडि छ। मम्मीले अहिले ठ्याक्क आउने बाटो चाहिँ गराउन आउनु भएको छ। त्यसपछि हामीले त्यसपछि फेरि यहाँ सिमेन्टी मुस्नु पर्यो, माटोले राखेको छ, पानीले राखेको छ। अब त्यसलाई तलसम्म पुर्याउनु पर्यो नि त। त्यो भएर एकदमै झाडी छ यहाँको अवस्था चाहिँ, एकदम धेरै झाडी छ। यो चाहिँ ठ्याक्कै भन्नुपर्दा गुल्मी शान्तिपुर बाटो अलिकति माथि बाइकमा लगभग 3 घन्टा जति बाइकमा चाहिँ गाडीमा आयो भने चाहिँ लगभग लाग्छ 3 घन्टा, बाइकमा आयो भने लगभग 1.5 घन्टा 1 घन्टामा चाहिँ यहाँ हामी आउन सकिन्छ। हो खाल्टो खण्ड गाडेको हो भने एकदमै रमणीय ठाउँ। यहाँ पहिला हाम्रो हजुरआमा, आदरणीय हजुरआमा चाहिँ बस्नुहुन्थ्यो। अनि यहाँ अहिले घरहरू पनि थियो, यहाँ ठुलो घर थियो, 1 तलाको घर। यतातिर गाई बस्तु बारिन्थ्यो, यतापट्टि पनि गाई बस्तु बारिन्थ्यो। आमाले चाहिँ बनमाराले घेरेको छ यहाँ। हजुर, मेरो सासू बस्ने ठाउँ, म बस्ने ठाउँ, बाबा जन्मेको ठाउँ। बाबा जन्मेको नि हो लाफा घर हो। कहाँ जन्मिनु भएको बाबा? कसको अरे? बाटा जन्मिनुको अरे? यता आएर बोल्नु न, यता आएर भिडियोमा। रेसिममा पिँढिया जन्मेको हो त भन्नु न, बाटा लर लैकी भन्नुहुन्छ है त। बाटा अतर्दै लानु अझर लिएर जानुको आमालाई दुःख लाग्यो। त्यस्तो नफाल्नु, अब बस्नु पर्ला नि अहिले त्यसमा। के अन्त त्यहाँ त्यो अरू भन्दा त त्यही बेटर छ नि त्यहाँ बस्नलाई अहिले। यहाँनिर पुरै आगो लगाइदिनु पाए हुन्थ्यो बरु। यो हुँदैन होला है मम्मी? हो त्यो फाँडेको लागि चाहिँ आगो लाउने के, यहीँ बस्ने लाउने अनि निभाउने जाने के। एकदम नयाँ नयाँ पालुवाहरू चाहिँ उम्रेको छ। अब हामीले पहिले अलिकति सानोमा बुझ्दाखेरि यो गोरेटो बाटो हुँदै हुँदै हामी चाहिँ धेरै टाढा जान्थ्यौँ। आमाले उता सिलाउनुहुन्थ्यो, सिलाउने आमासँग हामी हिँड्दै जान्थ्यौँ। यो चाहिँ अहिले जुन देखिरहेको छ यो चाहिँ हाम्रो यहाँनिर चाहिँ टोयलेट थियो। अनि यो चाहिँ हामी खेल्ने, अब आमाले चाहिँ बिउ बिजनहरू लगाउने यताउति चाहिँ हुनुहुन्थ्यो, बिउ बिजनहरू लगाउनुहुन्थ्यो। अनि यहाँ चाहिँ यस्तो राम्रो फुलहरू फुलिरहेको छ, जसले गर्दाखेरि एकदमै राम्रो रमणीय देखिरहेको छ। यहाँ हेर्नुहोस् कति राम्रो फुल चाहिँ छ, यहाँ हेर्नुहोस्। यहाँ चाहिँ अब यसरी फाड्दै हुनुहुन्छ मम्मीले। लगभग धेरै राम्रो बाटो चाहिँ थियो यहाँ। अब के गर्नु, अब यो समय परिस्थिति र प्रकृति सबैभन्दा ठुलो प्रकृति छ भन्ने पनि यहाँ बताउँछ। प्रकृतिले चाहिँ सबै चिज खाकिसकेको छ यहाँ। हजुर हजुर, दाउरा त धेरै ल्याउनु है। दाउरा धेरै भयो ठिकै छ। त्यही पनि आज चाहिँ हामी हाम्रो सानो आमालाई सानो सम्झना स्वरूप चाहिँ केही बनाऊँ। यहाँ चाहिँ यसको उद्देश्य भनेकै सानो केही चिज बनायो भने अब अहिले हामीभन्दा ठुलो बाबा मम्मी हुनुहुन्छ, बाबा मम्मी पछि हामी र हामी पछि हाम्रो सन्ततिहरू पनि यहाँ आएर यसलाई चाहिँ यहाँ हाम्रो हजुरआमालाई सम्झिउन्। यो मेरो मम्मी ड्याडीले बनाएको भनुन्, मेरो हजुरआमाले बनाएको भनुन्, मेरो ड्याडीको हजुरआमाको सम्झनामा बनाएको हुन् भन्ने चाहिँ सम्झनाको लागि चाहिँ एउटा एकदमै सानो तर मिठो
चिज चाहिँ बनाउँदैछौँ यहाँ आमाको लागि। आमा स्वर्गमा बास रहनुभएकी हाम्री हजुरआमालाई चाहिँ उहाँलाई चाहिँ एकदमै धेरै सम्झिरहेको छौँ। यहाँ आउँदा यो ठाउँ के गर्नु एकदमै रमणीय छ। आमा नहुँदा शून्यता त छ, त्यही पनि आमाको आभास आउँदाखेरि अझै चाहिँ हामीलाई अझै राम्रो चाहिँ महसुस भइरहेको अवस्था छ। र त्यस्तै गरेर अब बाटो लगभग मम्मीले यहाँ बनाइसक्नु भएको छ बाटो। अब यो बाटोमा अब यहाँ जाने बाटै हो कि अब सधैँभरिलाई यहीँबाट जाने। ओ माई गड, मेरो जकेट त च्यात्तै छ नि भनेको होइन छ। भित्र डाउन निस्केको रहेछ, भित्र डाउन निस्केको रहेछ। यो त च्यात्तिएको छ होइन। बाबा त्यहाँ हुनुहुन्छ, बाबाले त्यहाँ बनाउँदै हुनुहुन्छ, ठाउँ व्यवस्थापन गर्दै हुनुहुन्छ। अनि हामी चाहिँ आज कसैले पनि केही खाएको छैनौँ, पानी मात्रै खाएको, तातो पानी। त्यसले गर्दा हामीलाई चिसो नलागोस् भनेर मात्रै हो। मम्मी यता हो कि मम्मी यतातिर हो कि बाटो? हुन्छ यहाँ हिँड्ने बाटो त हुन्छ। अलि ठोसो तलतिरबाटै काटे पऱ्यो सहज होला। ठोसोलाई अलि तलबाट काट्नु भन्नु होला नि त फेरि। हो त्यसो फेरि ठुलो सानो पार्दाखेरि खुट्टा गम्मै गर्ने भन्नु पऱ्यो। ल फाइनल्ली यहाँबाट बाटो भयो। अब म यहाँ बाटोबाट जाँदैछु यहाँबाट। यहाँ चाहिँ यसरी बाटो बनाउनु भएको छ। यहाँ चाहिँ हाम्रो आमाको यो घरको भित्ता थियो। यहाँ चाहिँ हामी बस्थ्यौँ, यहाँ चुलोहरू उस थियो। बाबाहरू चाहिँ सुत्ने त्यो कोठामा थियो। यहाँबाट उतापट्टि कोठा थियो। यहाँ चाहिँ अहिले यस्तो छ। के भयो अरे मम्मी? निवेदन भयो? के भयो अब? के निबन्ध भयो अरे? निधन भयो भने निधन थियो कि माटोमा यसो डुबाएको हो हामीले। बाबा अलि खन्नुपर्छ कि अब तल, अलि तल भले यो माटोले सुरक्षित हुन्थ्यो नि त। अलि जग जस्तो हुन्थ्यो थोरै। घन्ले रहेछ क्या छ, घन त चाहिँदो रहेछ त। सुख पाउने ज्यानलाई दुःख दिने। उनीहरूले फेरि बेसर ठुलो ढुङ्गा फुटाउने भनेर ठुलो ढुङ्गावाला खोजिरहनु भएको, भेटाउनु भएन। फुपूकै हो तेल राख्ने बनाउनु थियो यसमा होइन, त्यस्तो तेल राख्ने बनाउनु थियो। माथि त ढक्कन त थियो होला नि होइन। तर यहाँ खोज्ने त केही न के फलामको टुक्राहरू त भेटिन्थ्यो होला नि होइन? के त्यो बेलामा त यहाँ न पानी आउँथ्यो है, घर पानी आउँथेन, बोक्नु पर्थ्यो। धेरै पहिला हो। आमा चाहिँ 62 वर्षको उमेरमा बित्नु भयो होइन? 62 वर्षको उमेरमा बित्नु भएको। माटो ल्याउने नि बाबा, माटो ल्याउनु पऱ्यो, पानी ल्याउनु पऱ्यो। माटो नलगाएर गराउँ भनेको माटो लगाएपछि बलियो भयो। हजुर माटोको भन्दा यो बलियो हुन्छ। ल हामी चाहिँ अब माटो लिन चाहिँ जान्छौँ। माटो लिन जान्छौँ, माटो ल्याउँछौँ, पानी ल्याउँछौँ। अब त्यसपछि फेरि केही समयपछि फेरि कस्तो बन्छ फेरि देखाउँछौँ है त फाइनल। ल अहिले चाहिँ यहाँ यति फाडिसक्नु भयो मम्मीले, फाडिसक्नु भयो। यहाँ चाहिँ यति बनेको छ अहिले। मम्मीले त ढुङ्गा खोज्दै हुनुहुन्छ। अहिले चाहिँ यहाँ यति भइसकेको छ। बाबाले यहाँ यति गराइसक्नु भएको छ। यहाँ भित्र चाहिँ माटो हल्का आकार चाहिँ आइसकेको छ। मम्मीले सबैभन्दा उत्कृष्ट काम भनेको मम्मीको भएको छ। यहीँ हेर्न सक्नुहुन्छ, यति सफा बनाउनु भएको छ। यहाँ अब आएर यहीँ बस्ने पनि भन्नुहुन्छ।
है मम्मी मम्मी यता हेर्नु चाहिँ दुई चारवटा शब्द भनिदिनु त दुई चारवटा शब्द भनिदिनुहोस् त ल के भन्नु के छ यहाँ हामीले छाड्दैछ ढुङ्गा अलि भेटेन क्या है यहाँ थियो कि ढुङ्गा नि यहाँ छ होला कि ढुङ्गा यहीँ छ होला मम्मी अलि यहाँनिर चाहिँ ढुङ्गा बढी छ जस्तो लाग्यो किनभने अलि उकालो छ नि त यहाँ हो यो काँडा नि फालिदिनु भए हुन्थ्यो क्या हो यो काँडालाई टेन्सन नमान्नुहोस् मम्मी यहाँको भ्यू चाहिँ यस्तो छ ओहो वाउ वाउ यस्तो राम्रो हामी चाहिँ अहिले यहाँबाट आएको यसलाई चाहिँ हाम्रो गाडबाज भन्छ यो स्कुल गाडबाजको स्कुल हो यो देखिरहेको यहाँदेखि चाहिँ धेरै पहिला चाहिँ एउटा सिग्नल हुन्थ्यो मलाई अलिअलि याद छ होइन जब राति पऱ्यो अलिकति चिच्चाउने क्या यहाँदेखि यस्तो गर्ने होइन उताबाट फेरि अर्को साउन्ड आउँथ्यो त्यस्तो चाहिँ आवाजहरू आउँथ्यो आमासँग हामी चाहिँ लगभग त्यो यिनी गाउँहरूमा यिनी घरहरूमा आमाले हामीलाई लिएर जानुहुन्थ्यो हात ताते गरेर हामी चाहिँ त्यो बाटो जान्थ्यौँ यहाँ चाहिँ गोठ थियो सायद यहाँ गोठ थियो अहिले गोठ चाहिँ केही पनि छैन यहाँ चाहिँ सबै हाम्रो यो बारीहरू यो हाम्रो सबै बारी हो यहाँ मकै लाग्थ्यो गहुँ पनि हुन्थ्यो मम्मी भट्ट हुन्थ्यो एकदम धेरै भट्ट चाहिँ एकदम धेरै हुन्थ्यो होइन सायद आमा बितेपछि पछि पनि हामीले भट्ट लगाएको थियौँ होइन भट्ट चाहिँ हुन्थ्यो होइन अनि यहाँ आमा लगाएको चाहिँ हामीले स्याहारेको होइन त्यो वर्ष अब भयो लगभग कति 10-12 वर्ष भयो आमा बितेको 15 वर्षभन्दा बढी भयो आमा चाहिँ अलि होचो कदको हुनुहुन्थ्यो एकदमै क्युट हुनुहुन्थ्यो आमा चाहिँ मैले फोटोहरूमा चाहिँ फोटो पनि देखेको छ आमालाई प्रत्यक्ष नि अहिले त भेटेँ नि देखेँ नि चिन्छु नि अब कोही अलिकति सानो कदको देखेँ होइन कसैले खाने बेलामा यहाँको रुमाललाई चाहिँ यसो टप पछाडि राखेर खायो अथवा त्यसो भने पनि आमाको याद आउँछ आमाले त्यस्तो गरेर खानुहुन्थ्यो नि त आमाले चाहिँ खानुहुन्थ्यो यहाँ चाहिँ हाम्रो आँगन थियो यो यति चाहिँ यहाँ थोरै यहाँ जति भाग देखेको छ यति भाग चाहिँ यहाँ चाहिँ आँगन थियो यतापट्टि चाहिँ हाम्रो घर थियो भने यहाँ भित्र पनि देख्न सक्नुहुन्छ अहिले हामीले सबै लुगासुगा चाहिँ त्यही राखेका छौँ त्यो हाम्रो बालुवा पानी पिउने पानी उता छ त्यो फोहोर पानी यहाँ चाहिँ यो सिमेन्टहरू बनाउनलाई यताउति छ त्यो पानी चाहिँ औषधि उरिरहेको छ एकदम काँडा यसलाई पनि फालिदिने हो यसलाई राख्ने होइन यहाँ काँडालाई चाहिँ सकेसम्म फालिदिने हो यहाँ चाहिँ हाम्रो चाहिँ यहाँ अहिले यसलाई चाहिँ चौतारो भन्छ यतातिर होइन हामीले चाहिँ चौतारो भन्छौँ फरक ठाउँमा चाहिँ फरक चिज चाहिँ भन्छ यसलाई यहाँ चौतारी भन्छौँ हामीले यसलाई चाहिँ होइन चौतारी भन्छौँ देख्न सक्नुहुन्छ मान्छेहरूले चाहिँ गाईबस्तु चराउन आएका छन् यो बाख्राहरू चराउन आएको छन् र हामी अलि धेरै सानो हुँदाखेरि हाम्रो दाईहरूले यहाँ तल दाईहरू हाम्रो ठुल्बाको दाईहरूले चाहिँ ठुल्बाको छोराहरूले चाहिँ हामीलाई गोरु चराउनलाई त्यहाँ लिएर जानुहुन्थ्यो यो उसमा यस्तो राम्रो भ्यू चाहिँ देखिरहेको छ अझै यहाँदेखि मोबाइलदेखि भन्दा पनि अझै त्यहाँ प्रत्यक्ष जाने अझै राम्रो देखिन्छ होला त्यहाँ चाहिँ थियो हाम्रो र लगभग काम चाहिँ हाम्रो कति पर्सेन्ट भयो बाबा 25% त भयो होला है 25% काम जति चाहिँ सकेको छ अब यसमा थोरै कति अब अझै माथि आउँछ अब यसमा अझै एक हात चाहिँ यसमा आउँछ त्यसपछि बाबा त्यसपछि के हुन्छ अब यसमा प्लास्टर हुन्छ नि बाहिरबाट प्लास्टर हुन्छ त्यसपछि यसलाई चाहिँ बाबा थोरै पानी निस्किने ठाउँ चाहिँ बनाउने बाबा यहाँ यसरी तल ओह्रालो छ हुन त थोरै कोदालीले खन्दैन होला होइन ल अहिले चाहिँ हामी ढुङ्गा खोज्नुतिर लाग्छौँ मम्मी चाहिँ मम्मीले यहाँ कसम खाएर आउनु भएको यो सब काँडाहरू फाल्छु सब कुरा फाड्छु भनेर आउनु भएको छ ढुङ्गा खोज्ने भएको कामै गर्नु भएको होइन उहाँले चाहिँ खालि यही फाड्ने काँडालाई चाहिँ फाड्ने काम गरिरहनु भएको छ देख्न सक्नुहुन्छ आएदेखि त हैसा छोड्नु भएको होइन केही गर्नु पनि भएको होइन त्यति हैसाले यो फाड्ने काम मात्रै गर्नु भएको छ अब यहाँ मम्मीले फाड्नुको एउटा रहस्य होला है मम्मी किन फाड्नु भयो मम्मी यहाँ तपाईँले सफा गर्न त्यो तल ढुङ्गा छ भनेर त होइन नि ढुङ्गा छ भनेर झाडी खानेपछि ढुङ्गा देखिन्छ भनेर भगेर यहाँ चाहिँ ढुङ्गा छ भनेर है अब यो बुढो पाकाको अलि दिमाग चाहिँ अलिकति ट्यालेन्ट हुन्छ नि त होइन
एकदमै स्पष्ट चाहिँ छ्याक्क काम गर्ने हुन्छ। अब हामीले फाडेर ल हिँड्ने ठाउँ मात्रै भएकोमै गराइन्थ्यो होइन। अब मम्मीलाई फेरि बुढो भन्न खोजेको भने फेरि रिसाउनु होला होइन। अनि त्यो चाहिँ र कस्तो भएको अब मैले फाड्दाखेरि मेरो आमा काकु आमाको याद आएको किन आमाले के घाँस फाडे गर्नुहुन्थ्यो र घाँस फाडे गर्नुहुन्थ्यो, पारी भोका गर्नुहुन्थ्यो, भैँसी भोका गर्नुहुन्थ्यो। ए हर चिज हातै भाँचियो पनि गएर घाँस काटेर लिएर खुवाउनुहुन्थ्यो भैँसीलाई मान्छेलाई भन्दा नि भैँसीलाई माया गर्ने। भैँसीलाई त बेसरी माया गर्छ। किन भन्दा त्यो फेरि गोठमा बाँधेको चिजलाई फेरि वस्तुहरूलाई कसैले माया गर्दैन नि त। गर्ने भनेको हामीले हो। अब हामीलाई त अर्को मान्छेले पनि माया गर्न सक्छ, ल ए भोकायो बिरामी भयो ल यसलाई खान दिनुपर्छ भन्ने हुन्छ नि त। तर पशुलाई त कसले भन्छ? गोठमा गामलाले बाँधेकालाई कसैले भन्न सक्दैन, कसैले केही भन्दैन। त्यही भएर त्यसको स्याहार चाहिँ हामीले गर्नुपर्छ। हामीले ल एकदमै स्पष्ट यति राम्रो भएको छ। अब अहिले त यो फिनिसिङ नहुँदा त्यस्तो राम्रो देखेको छैन, फिनिसिङ भएपछि अझ झन् कति राम्रो होला। यहाँ चाहिँ हाम्रो मम्मीले फाडिसक्नु भएको छ। यो हामी पोहोर होइन मम्मी यतिखेर आएको थियौँ कि होइन? पोहोर कि चैततिर आएको थियौँ? फागुनमै आएको थियौँ कि है बाबा? फागुनमै आएको थियौँ होला सायद। फागुनमा आयो होला नि। यहाँ फाडेर सानो यहाँ चाहिँ केही चिज बनाइदिएर गएको हो त्यतिखेर पनि होइन। अब अहिले त्यसलाई चाहिँ व्यवस्थापन गरौँ। अब मैले अघि पनि अघिल्लो पुरानो भिडियोमा पनि अघि पनि भनिसकेको छु होइन। मैले हामी सँगसँगै हाम्रो छोराछोरी, हाम्रो नाति नातिनाले, मेरा नाति नातिनाले, मेरो हजुरबुवाले, जिजुबुवाले यस्तो बनाउनु भएको, मेरो बाबाको, मेरो हजुरबाको, मेरो हजुरबाको हजुरआमाको सम्झनामा यसरी बनाउनु भएको भन्ने सबैले चाहिँ ध्यान हुन्छ। गाउँ समाज र उसलाई पनि बिर्सिन हुँदैन भन्ने चाहिँ हेतुका कारणले गर्दा हामीले चाहिँ यो बनाएको छौँ र आमालाई नै धेरै सम्झेको छौँ। अब म चाहिँ बेनीबाट आएको हो, तर अहिले चाहिँ म बुटोलबाट यहाँ आएको छु। हामीहरू चाहिँ अहिले अर्गेली छौँ। अर्गेली भन्दा नि अहिले चाहिँ हामी शान्तिपुरमा छौँ। यस्तो राम्रो भ्यू छ। यो जति हेरे पनि यो भ्यू चाहिँ पछाडि देखिरहेको भ्यू चाहिँ जति हेरे पनि चाहिँ के अरे उसै हुन्न के, आँखा पट्याएर लाग्ने चाहिँ मिच्छिने त्यो कामै हुन्न के। यस्तो रमाइलो छ नि त। यहाँको हावापानी यति स्वच्छ छ, के गर्नु। अब यता अलि सुविधाको कमीले गर्दा सबैजना टाढा टाढा हुनुपर्ने, त्यो हुनाले मात्रै चाहिँ हामी यहाँदेखि टाढा गइयो। गाउँघरलाई धेरै सबैजनाले माया गर्नुहोस्। किन भन्दा गाउँ छ र सहर छ। गाउँमा उत्पादन हुन्छ, सहरमा बिक्छ। गाउँमा अर्ग्यानिक पाइन्छ, त्यो भएर त्यो अर्ग्यानिक चिज त्यहाँ बेचेर त्यहाँका मान्छेहरू चाहिँ त्यो खाएर हेल्दी हुन्छ होइन। त्यो भएर चाहिँ गाउँ समाजलाई माया गर्नु होला। र अब यहाँ ढुङ्गा बाबा चाहिँ अब एकदम इरिटेट भएर बाबाले चाहिँ अब अरूले केही गरेन न, म ढुङ्गा खोज्छु भनेर चाहिँ ढुङ्गा खोज्नु जानुभएको छ। अब यहाँ चाहिँ मम्मीले फाड्ने बित्तिकै हामी कोदालले खनेर गर्छौँ है त। ल एकछिन पछि है त। ल अब चाहिँ हामीले लगभग धेरै कुराहरू बनाइसकेको छौँ अब होइन। यहाँ चाहिँ यस्तो लुक भएको छ अहिले टक्क लाएर यहाँ चाहिँ यसरी चाहिँ भएको छ अब। अनि यहाँ चाहिँ बाबाले यसरी यहाँ चाहिँ अब यसरी सिमेन्टले प्लास्टर गर्दै हुनुहुन्छ। अब प्लास्टर चाहिँ यो अब यो अहिले पुटिङ ट्याक 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 टाँस्ने जस्तो मात्रै गर्नुभयो होइन। अब अहिले मम्मीले यहाँ खनेर छ्याक्क पार्नु भएको छ। हेर्दा नि कस्तो राम्रो देखेको छ। ल हेर्नुहोस् त यहाँ ल वाउ एउटा पेउडे 9 बजे 9:30 बजे बल्ल 10 बजे 11 बजे यहाँ सुरु गरेको 11 बजे बल्ल दिनको ठिक 11 बजेर 8 मिनट गएको छ। यहाँ अहिले हामीले यसरी प्लास्टर गर्दै छौँ। पानी हामीसँग प्रशस्त छ, फोहोर पानी हात धुनलाई यहाँ छ। अनि हात धुने फेरि हात सफा गर्नलाई फेरि त्यहाँ छ भने यहाँ चाहिँ अब हामीले यसमा अब त्यहाँ पुटिङ मात्रै लाग्छ। अनि यसमा चाहिँ हाम्रो टक्क ढुङ्गाहरू, यो ढुङ्गालाई छापेर प्लास्टरले अड्काउने काम चाहिँ गर्छ। त्यति हो अहिलेलाई चाहिँ यति मात्रै छ। फेरि अब अहिले चाहिँ यहाँ ढुवानी गर्न नि गाह्रो, अनि बजार पनि टाढा छ यो ठाउँमा। अनि त्यो भएर अहिलेलाई चाहिँ त्यति सिमेन्टले नपुग्ने भयो। बालुवा पनि हामीसँग कम छ,
त्यो भएर फेरि लिन जानलाई नि फेरि शान्तिपुर झर्नु पऱ्यो 1-1.5 घन्टा फेरि बाइकमै जानु पऱ्यो त्यहाँ जानु पऱ्यो 1-1 घन्टा जान फेरि 1.5 घन्टा 3 घन्टा त्यही लाउँछ सामान किन्नु पऱ्यो लगभग 3.5 घन्टा जति त लागिहाल्छ त्यो भएर अहिलेलाई यति मात्रै गर्ने यसरी गर्दाखेरि चाहिँ हैन अनि बाबा यो उ गरेपछि यसमा पहिरो त जान्न बाबा यसमा यसमा के पानी छिरेर पहिरो जाने काम त हुन्न पानी जति आए पनि जान्छ डिस्केर जान्छ है तर पानी जाने चर बा पानी छेप्ने हो कि पहिला त्यहाँ पानी गिलो हुन्छ त्यहाँ मसले अडिक लगेर ए भएकोमा त्यहाँ अनावश्यक नगर्नु न भयो अब त्यो पानी जाने गराउने हो ए ढुङ्गाले यस्तो गराइदिनु मम्मी ढुङ्गाले यस्तो यस्तो गराएर अनि त्यो सर्लको पानी बग्ने बनाइदिनु कि हुन्न त्यहाँ यसको चाहिँ तल तल पनि पानी चाहिँ जम्मा नहोस् के त्यो किसिमले चाहिँ त्यही भइरहेको छ अहिले मच्छर पिउसाले त बहुत टोकिरहेछ त्यो हुँदा नै हाम्रो सानो सङ्घर्ष आमालाई सानो माया सम्झना मात्रै मम्मी सिधा लाउने हो यो बाङ्गी टेढे हुन्न नि यहाँ त सिधा गराउने अघि भन्नुभएको कि बाबाले अघि भन्नुभएको थियो ल यहाँ चाहिँ हामीले आगो लगाएको यहाँ चाहिँ पिउसाल टोकेर आगो लगाएको आगो लगाएर धन्नेले सबै गएन यतातिर सबै सल्किन्थ्यो होला होइन यहाँ चाहिँ बाबा डराएर अब छिटो निभाउनु भन्नुभयो अनि त्यही भएर हामीले निभाइदियौँ त्यो छोडिदिनु कि पुताउनु कि छोडिदिनु पुताउनु दिनु के लाउनु न हामीलाई जेल लाग्छ धरेर के हो नि त तिनटै सँगै बसौँलाई बाबाको नि टेन्सन हुन्न कहीँ जानुभयो स्कुटर लिएर हिँड्नुभयो भन्नु परेन अब म अनि कहिले घर आउँछु भन्नु परेन जेल हाने अरू कहाँ जान्छ नि त बा यो त धेरै उस रहेछ कि अन्त यति बालेको त सर गएको है होइन त सबै त टाँसेर त्यहाँ उसा टाँसेछ सबै तर कति नराम्रो देखियो त्यो घुरो टाँसेर कति दिने हो भने पैसा हो ल साथीहरू अब हाम्रो चाहिँ फाइनल लुक चाहिँ रेडी भइसकेको छ अब चाहिँ हामीले लगभग सबै रेडी गरिसकेको छौँ हात यस्तो फोरो भएको छ है हात मेरो पनि यस्तो फोरो भएको छ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ फाइनल लुक चाहिँ यस्तो छ हल्का बाङ्गे चाहिँ देखिएको छ त्यही नि तर यो चाहिँ अब प्लास्टर फेरि यसमा अर्कोपल्ट प्लास्टर लगाउँदाखेरि फेरि चाहिँ ठिक हुन्छ अब यसमा चाहिँ यहाँनिर बत्ती बाल्ने चाहिँ छ भने होइन अब यसमा खै बाबा एकैछिन त यहाँ चाहिँ हामीले स्वर्गीय आमा चाहिँ तिलकुमारी नेपालीको नाममा चाहिँ यहाँ चाहिँ नाम लेखेको छौँ र हाम्रो बुवा हजुरबुवा अमर बहादुरको पनि अमर भनेर चाहिँ नाम लेखेको छौँ बुवाको आदरणीय बुवाको स्वर्गीय बुवाको र अर्को जेठी आमा मनरूपा दर्जी नेपाली आमाको पनि हामीले यहाँ चाहिँ नाम लेखेको छौँ यहाँ चाहिँ बिचमा लेख्नुको अर्थ चाहिँ दुईवटा आमा चाहिँ छेउछेउमा हुनुभयो बुवा चाहिँ यता चाहिँ बिचमा हुनुभयो अनि स्वस्तिक चिन्ह बनाएको छौँ र यसमा चाहिँ अब बाबाले भर्खर पूजा गर्नका लागि रेडी गराएर अब यसमा पाती चाहिँ लगाउनु भएको छ पाती एकदम स्वच्छ हुन्छ हाम्रो चाहिँ उहाँ क्विन चुपचाप हुनुहुन्छ एकछिनलाई बाबाले हातमुख धुँदै हुनुहुन्छ पूजा गर्नका लागि होइन त्यस्तै गरेर अब यसलाई छ्याकछुक पार्नु पऱ्यो मम्मी यिनीहरूलाई सबैले समेट्नु न मम्मी
त्यसदेखि मेरो बुढो एकदम सचित्त बन्न जसरी यो खुट्टा पखाल्नु भएको छ, हात पुख पखाल्नु भएको छ, त्यसरी नै बाबाको नेगेटिभिटी दिमागबाट हटोस्, छ्याक्क सन्चो हुनु, रोगवेद नलागोस्। आमा अब हामीले सकेको यति गरेका छौँ, अब फेरि राम्रो हुँदै जान्छ, फेरि हामी फेरि केही यसमा थपथाप गराउने चाहिँ प्रयत्न गर्नेछौँ। त्यसको लागि आमाले, बुवा, हजुरबा, हजुरआमाहरूले सबैजनाले साथ दिनुपर्छ। र अब यहाँ मम्मीले प्रसाद रेडी गर्दै हुनुहुन्छ। अब यहाँ चाहिँ रेडी गर्दै हुनुहुन्छ मम्मीले। मोजा खोलेको भए हुने, त्यही ठिकै छ। ल अब चाहिँ मम्मीले यो पूजाआजा गर्न लाउनु भएको छ यसरी। यहाँ चाहिँ धुपबत्तीहरू बालेर गरेर चाहिँ भएको छ। अब यहाँ पानी चाहिँ प्रशस्तै हामीलाई पुग्यो, पानीले पुग्दैन कि भनेर टेन्सन भएको थियो होइन। अब यहाँ बाबाले चाहिँ मन्दिर यसरी बनाउनु लाउनु भएको छ। त्यो जुत्ता उता राख्नु न होइन, त ढल्यो। यहाँ फेरि सानो सानो केही कुराहरू भए पनि होइन, आमा यहीँ हुनुहुन्छ, आमाले केही गर्नुभएको छ, आमाले हामीलाई साथ दिनुभएको छ, बनाउनलाई पनि हेल्प गर्नुभएको छ। आमा, बुवा, हजुरआमाहरूले आउनु भएको छ भनेर चाहिँ गरेका छौँ। ल यस्तो बाबा चप्पल खोल्नु न पुरै। चप्पल खोल्नु काट्नु चाहिँ काट्नु त मम्मी, हैसा सफा गरेर मम्मी। ल एकछिन चाहिँ हामी यहाँ पूजाआजा गर्छौँ। अब अब रेडी गर्दै हुनुहुन्छ, सुरु गरिसक्नु भएको छ। अब केही समयमा अब यसलाई ट्याकटुक मिलाएर उडेर यो चाहिँ गर्छौँ है। हस् ल फेरि अब यो बाबाले यहाँ अब पट्टी लाउँदै हुनुहुन्छ, अथवा यहाँ चाहिँ यो ध्वजाहरू बाँध्दै हुनुहुन्छ, चामलहरू चढाउँदै हुनुहुन्छ। यसपछि फेरि हामी पुनः फेरि भिडियो बनाउनेछौँ। मम्मीले यहाँ फेरि गाड्दै हुनुहुन्छ। ल है मम्मी, के हो त्यो, के हो त्यो मम्मी? पाती पाती चाहिँ किन राख्नु भएको तपाईँले? पितृलाई सम्झेको, पितृलाई सम्झेर मानेको हो बाबु, पाती राखेको। खै ओ सेउ कहाँ बुढो राख्नु केरा पनि ल्याएको चाहिँ मान्थे, केरा घरमा देखेकै हो त्यसो भने। ल यहाँ चाहिँ हामीले स्पष्ट नाम चाहिँ लेखेको छौँ, तिलकुमारी अमरबहादुर दर्जी नेपाली, अनि मन रूपा दर्जी नेपाली। यता हाम्रो स्वस्तिक छाप छ। अब यहाँ चाहिँ हामीले अब जे बिरुवाहरू पनि लगाउँदा भयो होइन, आमाको सम्झनामा। आमा यहीँ बित्नु भएको नि त, यही घरमा आमाको परान गएको हो। त्यो भएर आजबाट आमा यदि शान्त पाउनु भयो भने पनि आमाको के अरे आत्माको चिरशान्तिको के अरे कामना गर्दछौँ। र के थिचेँ होला त्यो उसमा। ल है, ल यो रेडी गरेर म गर्छौँ। ल हाम्रो कमला सबै चराचुरुङ्गी पशुपन्छीले खाने उहाँहरूको लागि चाहिँ भोजनको निर्माण भइरहेको छ। धेरै ठुल्ठुलो नचढाउने कि मम्मी? पात टिप्दै हुनुहुन्छ मम्मीले। अब यहाँ प्लेटको व्यवस्था छैन, तर पातमा राख्ने हो। अझै चराचुरी बस्यो भने त दाम बस्ला नि है। तर यसलाई हामीले छिट्टै प्लास्टर चाहिँ गर्नुपर्छ है बाबा। मसँग छ कि लाउनु? त्यो सिमेन्टीमा चाहिँ नगाड्नु है। यता चिसोले नसाँदा कि मैले जानेछु कि चढा, मैले जानेछु नपट्टि पुत्ताउँछ मात्रै कि बुढी हो। यसरी बोल्छ नि लाइटर कसको यो लाल दाइहरूको लौरा खान्छ। पूजा गरेर तिलकुमारी नेपाली, अमरबहादुर पिताजी, मेरो हजुरबा चन्द्रबहादुर नेपाली, अनि मेरो आमा हरिकला नेपाली, अनि मेरो जेठी आमा मनरूपा नेपाली, सबैको लागि चाहिँ मैले आज यहाँ बस्नु न, तपाईँ पनि बस्नु न त्यही। हजुरहरूलाई सम्झेर मैले बनाइदिएको छु।
बस्नु अनि तपाईँहरूको लागि चाहिँ मैले सधैँभरि केही गर्न नसके पनि हजुरहरूको नाममा चाहिँ म तयार गरेको छु। राम्रो होस् या नराम्रो होस्, राम्रो मानेर स्वीकार गरिदिनु होला। हामी सधैँभरि सन्तुष्टि हुन पाऊँ। भरपुर गरौँ राम्रो तारौँ संसार सारो विश्वमा आरो सदारो सन्तन विद्या आरो बिन्दी भवन पानी सुइदन। यताबाट चढाउँछन् क्या बनेको साल त लेखिएन नि बाबा हामीले त कतै नि बनेको साल तर अहिले लेख्नु पऱ्यो नि पछि फेरि आउनुहुन्छ कि बाबा र म अब घुम्केर आउँछु म एक दिन बाबा एक्लै नै आउनुहुन्छ आउनु न एक्लै आएर त हुन्न बिचरा होलीका दिन बनाइयो होइन हामीले ठ्याक्क यो के हो चामल त्यही राखिदिनु फेरि कालेज फन्दामा पर्दाखेरि यतै अगाडि राख्दैन उता पछाडि किन यहाँ राख्दैन बोरो राख्ने रे हुन्छ बोरा यहाँ राखेन हुन्छ फेरि सामान लिएर जानु पर्ला नि ए सामान ल्याएर उयो यसमा राख्यो भयो त बा बोरा बाबा उयो यसलाई उल्टो बनाएर क्या के फोहोर हुने र त्यसैले यहाँ बनाउने नि त फोहोर हुन्छ र त्यसमा चाहिँ ज्याबेल र ऊ राख्दै दुइटा ज्याबेल र कर्नी सम्झि ज्याबेल र ऊ सम्झाइ बरु अर्को ज्याबेल खोइ ल हाम्रो अब पूजा लगभग सकिसकेको छ यहाँ रहेछ बरु सक्यो बाबा हाम्रो पूजा जलहरू यतातिर ओरिए नै बुढो जल पनि राख्दिनँ जल उल्याउनु त्यो यहाँ आमको रात त्यही पानी चढाइदिएको हुन्छ कता राख्नु कान्छ त्यो होइन कि अर्को पानी खानु चढाइदिनु हुन्छ त्यो राम्रो पानी हुँदैन सुनपानीको व्यवस्था हुँदैछ यहाँ ल मम्मी घाँटी नि त थियो नि ज्योति सबै हुनुहुन्छ कि ज्योति पनि उस पनि ल्याउने पानी फालिदिने बाल्टी जस्तो छ फोहोर त्यस्तै लगाइदिनु त्यो बाल्टीमा पानी हाल्नु त म त्यसो ल हाम्रो आज पूजा सकिएको छ ल यता आउनु त तपाईँहरू यता दुईजना उभिएर बस्नु त म फोटो खिचिदिन्छु एउटा ल बुढाबुढी ट्याक्क उभिनु त अलि नजिक आउनु अलि नजिक आउनु कि मैलेतिर यहाँ देखेन अलि नजिक आउनु क्या यता हो त्यसरी ल पढ्ने मैले एउटा धेरै धेरै धन्यवाद हामीले आएर हामीले कम्प्लिटली हाम्रो चाहिँ काम अहिलेको टास्क पुरा गरिसकेका छौँ यो ढुङ्गालाई कतै व्यवस्थापन गर्ने कि राख्ने बाबा यही रहन्छ ल ढुङ्गा चाहिँ रहन्छ अब प्लास्टिकहरू चाहिँ हामी लिएर जान्छौँ होइन प्लास्टिकहरू हामी यहाँ चाहिँ हामीले आगो लगाएको बेसरी सल्क्यो भित्रभित्र चाहिँ धेरै उयो रहेछ होइन त्यो झरेको चिजहरू रहेछ त्यो भएर आगो चाहिँ थोरै लाग्यो भने पनि झ्याप्झ्याप्दै सल्किँदो रहेछ यहाँ त्यो हुनाले अब यसलाई सक्यो अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ प्रसाद खान्छौँ प्रसाद खाएर हामी निस्किन्छौँ अनि त्यसपछि घर सिधै हामी घर जाने ल थ्याङ्क यू सो मच सबैजनाले जसले हेर्नु भएको छ जसको चाहिँ यो भिडियो चाहिँ जसको मोबाइलमा पुगेको छ मोबाइलमा टिभीमा कुनै पनि सामाजिक सञ्जालमा पुगेको छ भने माया गरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला ल मम्मी भन्नु त ल मम्मी मेरो सासूलाई या सासू ससुरालाई मन्दिर बनाउन भनेर आएकामा हामी यहाँ हामी बसेको ठाउँ हामी के अरे मेरो बुढो हुर्केको ठाउँ मेरो छोरा
नाति नातिना सबै आउन् यहाँ रमाइलो गरौँ पछि पनि हामी मरेपछि पनि मेरो छोरा नाति आएर रमाइलो गरौँ बाबुआमाले गरेको भनेर त्यही सम्झेर आउन् बाबा हजुर किन 2-4 कुरा अब त के भन्नु छ र पितृहरूको नाममा चाहिँ यस्तै पूर्णियाको अवसर पारेर आज होरी पूर्णिया त्यही अवसर पारेर चाहिँ आज आमा बुवाको सम्झनामा सानो जानी नजानी सानो उहाँहरूलाई चाहिँ सम्झेर मन्दिर बनाइदिएको छु मयरी बनाइदिएको छु त्यही नै हो सबै साथीहरूले पनि आफ्नो बाबुआमाको चाहिँ सेवा गर्नु होला राम्रो उपदेश पाउनु होला उता पानीमा उता पानी खान्छ आफ्नो सन्तानलाई पनि राम्रो उपदेश दिनु होला भन्दै यिनी 2-4 शब्दहरू यही मैरा नजिकै सिद्धाइदिए ल थ्याङ्क यू सो मच बाई बाई हजुर म बुढाटो खुब भइसक्यो म पाइन्ट लगाउने हिँड्ने अब म चप्पल लाएर पर्दैन कि पर्दैन के हुन्न ट्युसन बेसी टोकेको छ खुट्टा खुट्टामा ए फेरि त्यस्तो छ यहाँ अवस्था ए हेर्नुहोस् त गाइजहरू मेरो मम्मीले होला होइन मेरो हजुरआमाले हो हजुरआमाले उपदेश दिएर नि यति गरेको त मम्मीले मेरो खुट्टा धोइदिँदै हुनुहुन्छ अझै नि सानो बच्चा जस्तो गर्नुहुन्छ कहाँको जस्तो अरे बाबा बाबा कहाँको जस्तो अरे कहाँको जस्तो अरे केटाकेटी जस्तो गर्छ भन्नुहुन्थ्यो अरूलाई किन भन्नु पर्छ अल भन्नुहुन्न अरे यो सेपरेट छ ल बाई बाई थ्याङ्क यू फर वाचिङ यहाँ माथि निस्केर यहाँ माथि जान्छ ए ए रानी बोक्छ राखी बोक्छु कस्तो हुन्छ नि तिनीहरू देख्दाखेरि त्यो देखिन्न त ऊ मात्र देखिन्छ कि छाया मात्र देखिने ऊ मात्र देखिन्छ कि आगो मात्र देखिन्छ कि हजुर आगो मात्र देखिन्छ कि राको ए आगो बालेर हिँड्छन् तिम्रो जुलुस गर्दाखेरि बाले थियो नि उसमा लौरा मर्ते लाएर त्यस्तै निस्केपछि 9-10 वटा हुँदै आउँदैन आमा चोर हुन् क्या बाबा तिनीहरू त होइनन् क्या वन मान्छे त जमाना त यहीँ तल खोला हिली खोला रातभरि ठ्वाङ 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 दाउरा काटिरहन्थ्यो दाउरा काट बाल्नलाई मसानले काटेको मसानले तिनीहरू मान्छे होइन त्यसो भए मान्छे होइन त्यत्तिकै मसान बनेर आएका थिए त्यस्तो हुन्छ हामीले यहीँ जो देखेको कि उहाँबाट राका बल्दै 12-1 बजे त 12-1 बजेको उसमा यहीँबाट चौरमा घुमेर निला राता हरिया बाल्दै हिँड्छन् कि त्यस्तो हुन्छ है मलाई लिजेन्डले छलेको त उहाँ माथि हेर होइन बुढो त्यस्तो हुन्छ है जाम निस्क्यौँ यो ठाउँमा चाहिँ एउटा नयाँ चाहिँ मैले कुरा थाहा पाएँ यहाँ चाहिँ निदेनी भन्ने चाहिँ हुन्छ अरे वन मान्छे जो चाहिँ जसको छाया मात्रै हुन्छ उनीहरू चाहिँ यो उता चाहिँ यो जङ्गलमा आगो बाली के अरे दौडिने चाहिँ गर्छन् अरे होइन अझै पनि छन् अरे भनेपछि अहिलेको जमानामा पनि अझै पनि छन् अरे भनेपछि त तिनीहरूको पनि बच्चा होलान् केटाकेटी होलान् छोराछोरी होलान् रोलान् कराउलान् म प्लास्टिकहरू राख्ने पनि त्यहाँ लिएर जाने हो कि यहाँ नराख्ने कि प्लास्टिक तल फालिदिने हो तैँले उसमा चिडियाखाना देख्नु वन मान्छे कहाँ हुन्छ नि भन्ने चिम्पाङ चाहिँ होला नि त चिम्पाङ होला नि होइन नि पिङ खेलिरहन्छन् नि वन मान्छेले पिङ हालिदिएका हुन्छन् पिङ हाल्छन् यहाँ कान्छ हो यहाँ राख्नु पर्यो सिमेन्ट बालुवा ए हुन्छ बाबा उस्तो ल्याउनु त त्यसो गुटमुटा राख्नु नि त यत्रो बादलाई किन फाल्नु के राख्यो भने लैजान्छन् त अब त सब डर पनि लाग्यो यहाँ फाइनली चाहिँ गाडी आइसकेको छ यतातिर यहाँ यताबाट गाडी नै आएको छ त्यहाँ अलिअलि देखिएको छ अब एकछिनमा चाहिँ यहाँ आउँछ वन मान्छे हुन्छन् अरे रातिमा त डर लाग्यो उता दिउँसो डर हुन्छ होला भनेपछि जङ्गलमा बस्ने मान्छे होला यतातिर जङ्गलहरू धेरै छ ओडारतिर बस्छन् होला होइन त्यही भएर यहाँ चाहिँ गाडी आइसकेको छ हजुर कहाँका मान्छे नि त्यस्ता चाबी हेरे होली खेल्न हिँड्यो कहाँ हेर्ने त होली खेल्न
ह्याप्पी होली ल सबैजनाले ह्याप्पी होली हाम्रो तर्फबाट नि ल अब चाहिँ हामी निस्क्यौँ फाइनली हाम्रो चाहिँ यहाँ काम सकिसकेको छ मम्मी प्लास्टिक चाहिँ किन बाहिर राखेको अन्त ठिकै छ अब त्यहाँ त्यो अब कति वर्षसम्म त्यो सर्ने हो त्यो बालुवा त्यही पनि केही छैन अब हामी चाहिँ निस्किन्छौँ साथीहरू धेरै धेरै धन्यवाद हेरिदिनु भएकोमा हामी चाहिँ अब अगाडि बढ्यौँ किन्ने त्यही किन्ने त्यहाँ त्यो गरेर ल